साथीहरू आजको सुनचाँदी सम्बन्धी नयाँ अपडेटमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। आजको सुनचाँदीको रेट बुझ्नको लागि चाहिँ कृपया हाम्रो भिडियो अन्तिमसम्म हेरिदिनु होला। आज मिति 2082 10को महिना 18 गते सुनचाँदीको रेट घट्यो होला कि बढ्यो होला। 16 गते भन्दा 17 गते चाहिँ सुनको मूल्य चाहिँ 18,800 रुपियाँले घटेर 3,05,000 रुपियाँ कायम भएको थियो भने चाँदीको मूल्य चाहिँ 7,085 बाट 1,565 रुपियाँ घटेर 5,520 रुपियाँ कायम भएको थियो भने आज 18 गते चाहिँ सुनको मूल्य घट्यो होला कि बढ्यो होला। साथीहरू कृपया कमेन्ट बक्समा कमेन्ट गर्नु होला। र आजको सुनको मूल्य चाहिँ 17 गते भन्दा चाहिँ घटेको पनि छैन र बढेको पनि छैन, यानि कि सुनको मूल्य चाहिँ 3,05,000 रुपियाँ नै कायम भएको छ भने चाँदीको मूल्य पनि 18 गते चाहिँ घटेको पनि छैन र बढेको पनि छैन, यानि कि 5,520 रुपियाँ नै कायम भएको छ। 17 गतेको रेट नै कायम भएको छ। र साथीहरू भोलिको दिनमा सुनचाँदीको मूल्य के होला, घट्ला या बढ्ला, कृपया हाम्रो कमेन्ट बक्समा कमेन्ट गर्नु होला। र जसले भिडियो हेर्दै हुनुहुन्छ हाम्रो आइडीलाई जरुर फलो गर्नु होला र सम्पूर्णले यो भिडियो सेयर गर्नु होला भन्दै यहाँहरू सम्पूर्ण माझ बिदा हुन्छु। हस्त धन्यवाद।